आज शनिबार 7 तारिकको दिनको अपडेट छ। बेलुका 9:15 बजेको नेपालमा 4 बजेको हुनुपर्छ। बालेन्द्र शाह 59,568 मतले अगाडि छन् भने केपी शर्मा ओली 16,350 मत छन् झापा 5 मा। त्यसै गरी सर्लाहीमा चाहिँ अमरेश कुमार सिंह चाहिँ 16,227 मतले अगाडि छन् भने गगन थापा चाहिँ 9,674 मतले पछाडि परेका छन्। त्यस्तै गरी सुनसरीमा हर्का साम्पाङ हुनुहुन्छ 10,097 भोटले अगाडि छन् भने त्यस लगत्तै गोमा तामाङ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ 7,929। अनि यहाँ हट सिटमा हुनुहुन्छ दिपेन्द्र कार्की बागमतीबाट भोट अझै काउन्ट भइरहेको छ। यस्तै गरी चाहिँ अरू दार्चुला 1 मा पनि हेर्न सक्नुहुन्छ। स्याङ्जामा हेर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँ चाहिँ प्रोपोर्सनल भोट रहेको छ, त्यसलाई भन्छ चाहिँ तपाईँको चाहिँ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 60वटा सिट चाहिँ मा अगाडि अग्रता ल्याएको छ भने नेपाली कङ्ग्रेसले 18वटा सिटमा चाहिँ अग्रता ल्याएको छ। त्यसै गरी एमाले 14वटा सिटमा अग्रता ल्याएको छ र नेपाल कम्युनिस्ट पार्टीले 6वटा सिटमा अग्रता ल्याएको छ। त्यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले 5वटा, श्रम संस्कृति पार्टीले 3वटा। त्यस्तै गरी चाहिँ तल हेर्दै जाँदाखेरि चाहिँ यो चाहिँ ओभरअल चाहिँ 275वटा सिटमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ समानुपातिक र प्रत्यक्ष गरेर 107वटा भोटले स्थानमा चाहिँ अग्रता ल्याइसकेको छ भने नेपाली कङ्ग्रेसले 25वटा चाहिँ सिटहरू चाहिँ मा अग्रता ल्याएको छ। त्यस्तै गरी एमाले चाहिँ 16वटा र नेकपाले 7वटा। यस्तै गरेर चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको 5वटा। अनि चाहिँ यहाँ तपाईँको अरू हेर्नुहुन्छ भने पार्टीको हिसाबले हेर्नुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले 47वटा सिट चाहिँ प्रत्यक्षबाट चाहिँ सिट प्राप्त गरिसकेको छ। शोभिता गौतम, मोहन थापा, सुलभ खरेल यस्तै गरेर 47जना चाहिँ प्रत्यक्ष उम्मेदवारहरूले चाहिँ निर्वाचित भइसक्नु भएको छ विभिन्न प्रदेशमा गरेर। काठमाडौँमै 10वटै क्षेत्रबाट चाहिँ स्वतन्त्र पार्टीले नै पाएको छ। नेपाली कङ्ग्रेसले 7वटा सिट प्रत्यक्षबाट पाएको छ भने एमाले चाहिँ 2वटा सिट मात्र प्राप्त गर्न सफल भएको छ प्रत्यक्ष निर्वाचनबाट। र नेपाल कम्युनिस्ट पार्टी 1 जना जुन प्रचण्ड पुष्पकमल दाहाल मात्र हुनुहुन्छ हैन। यसै गरी श्रम संस्कृति पार्टीले 0 अहिलेसम्म कुनै पनि प्रत्यक्ष